Pastel cipher structure देखिसकेपछि now we have DES त्यसैबाट बनेको हो. If you can remember यो 16 को 16 round Pastel cipher structure बाट छ. And what's different? Initial permutation र inverse initial permutation. के भइरहेछ त? Input plain text लाई पहिला त initial permutation मा पुगाइन्छ. त्यहाँ त्यसको arrangement को order change हुन्छ. So arrangement order एउटै कुरा हो सायद. And त्यो चेन्ज भइसकेपछि हामीले त्यसलाई दुई भागमा डिभाइड गर्छौं, लेफ्ट एन्ड राइट. सो 64 बिटको हुन्छ 64, 30 to 32 बिटमा लेफ्ट एन्ड राइटमा दे आर डिभाइडेड. एन्ड देन राइट चाहिँ सोझै लेफ्ट बन्छ नेक्स्ट राउन्डको भने लेफ्ट अन्डरगोज अ ट्रान्सफर्मेसन. ट्रान्सफर्मेसन कस्तो भन्दा म्याङ्गलर फंक्सन. यहाँ चाहिँ म्याङ्गलर फंक्सन नाम छ. राउन्ड फंक्सन पनि हो एउटा राउन्डको फंक्सन, बट डेसमा यसलाई म्याङ्गलर फंक्सन भनेर चिनिन्छ. सो म्याङ्गलर फंक्सनले के गरिरहेछ? इट इज टेकिङ अ की 16 वटा की छन् 16 वटा राउन्डको लागि, जो चाहिँ एउटै कीबाट बन्छ 64 बिट कीबाट. कसरी बन्छ त एकछिनमा देख्नेछौं. सो फंक्सनले की लियो एन्ड देन इट टुक अल्सो द राइट पार्ट, राइट? सो एल बाट एल लाई फंक्शन सित एक्सोर गरियो, that took key and right part. त्यसबाट जे आयो एक्सोर भइसकेपछि यहाँ लेखेकै छ, यो प्लस लेखेछ बट प्लस हैन, प्लसमा अलिकता एउटा गोलो पनि हुन्छ, त्यही एक्सोरको साइन हो. सो राइट भनेको त्यो भयो. एन्ड देन अगेन जे हामीसित यहाँ छ लेफ्ट एन्ड राइट, तिनीहरूलाई फेरि स्वाप त्यसरी नै गर्ने हो. ओके, सो यो स्वाप गर्दै जाँदा हामी आफ्नो 16th राउन्डमा पुग्छौं, राइट? एन्ड देन अगेन हामीलाई इन्भर्स इनिशियल पर्मुटेसनमा राख्नु पर्ने छ. यहाँ फाइस्टल भन्दा के डिफरेन्ट थियो त? इनिशियल पर्मुटेसन सुरुमा, त्यसपछि इन्भर्स इनिशियल पर्मुटेसन लास्टमा. त्यसले पनि केही चेन्जेस गर्छन्. देन आफ्टर व्हाटएभर वी गेट इज आवर आउटपुट. सो यो चाहिँ डेस थियो. यसको चाहिँ ल्याङ्ग्वेजको कुरा गर्ने हो भने फाइस्टलकै ल्याङ्ग्वेज हो. फाइस्टलकै ल्याङ्ग्वेज लेख्दिँदा हुन्छ कि लेफ्ट कसरी आयो हाम्रो के नै फंक्सन हो, किजहरू आउँछन्, भेरियस किजहरू, एन्ड हाम्रो नयाँ लेफ्ट कसरी बन्छ राइटद्वारा, नयाँ राइट बन्न लेफ्ट एक्सोर हुन्छ. यही डायग्रामलाई चाहिँ म्याथमेटिकली डिस्क्राइब गर्दिने के भइरहेछ त्यो डिस्क्राइब गर्दिने फर व्हाट्स ह्यापनिङ, त्यसलाई इक्वेसन फर्ममा राइट गर्न लागि. ओभरअल डेसमा के भइरहेछ त्यसको लागि वी हेभ दिस. के छ त? सो this is a symmetric key block cipher that operates on a 64-bit of plain text using a 56-bit key. Okay, key scheduling algorithm पनि भन्दिन पर्यो जस्तो लागिरहेको. सो 64 बिटबाट 16 वटा कीज 48 बिटको कसरी बन्छ? लेट्स सी. यसरी बन्छ. पहिला त 28 बिट. अब 64 बिटको त्यो 28 कसरी आयो भन्दा 56 बिट भनेको कीको इफेक्टिभ लेन्थ हुन्छ. द्याट इज किन भन्दा 8 बिट प्यारिटीको हुन्छ, त्यसलाई ड्रप गरिन्छ एन्ड what we have is 56. त्यसको 28 बिट हामीले पाउँछौं. त्यसमा पनि सुरुमा चाहिँ सर्टेन कुरा पर्मुटेसनको कुरा गरिन्छ एन्ड देन वी हेभ दिस 28 बिट. त्यसपछि यिनीहरूलाई चाहिँ लेफ्ट सर्कुलर शिफ्ट गरिन्छ. कतिले त्यो चाहिँ राउन्ड वाइज डिपेन्ड गर्छ. एन्ड देन व्हाटएभर द की वी गेट, त्यसलाई चाहिँ अर्को राउन्डको लागि एज अ इनपुट पनि ट्रान्सफर भइरहेछ. यहाँ यसरी हेर्न सकिरहेछौँ. एन्ड तिनीहरूलाई कम्बाइन गरेर 28 को 56 बिटको की भयो, राइट? त्यसलाई चाहिँ कम्प्रेस गरेर 48 बिटको की बनाइन्छ. सो 48 बिटको की भयो. एन्ड सो यसरी चाहिँ हामीले की शेड्युलिङ एल्गोरिदमको बारेमा बुझ्यौं. यो चाहिँ सिंगल राउन्ड अफ डेस हो के, त्यही भएर अहिले यसमा आएको छैन म. यो चाहिँ अहिले पछि हाम्रो के छ. सो सेम की, ओके, using a 56 bit secret key, the remaining 8 bit are parity bits. Key scheduling algorithm बुझ्यौं. The same key is used for both encryption and decryption. स्ट्रक्चर सिमिलर रहन्छ है, तर त्यसको कारणले सिमेट्रिक भनिन्न डेसलाई अथवा अरु कुनै पनि ब्लक साइफरलाई.
सिमेट्रिक यस कारण भनिन्छ किनभने इन्क्रिप्सन र डिक्रिप्सनको लागि जुन की युज हुन्छ त्यो चाहिँ सेम रहन्छ। त्यसै कारण नै यसलाई सिमेट्रिक की क्रिप्टोग्राफीभित्र राखिन्छ। इन्क्रिप्सन प्रोसेसको बारेमा हेर्ने हो भने इनिशियल पर्म्युटेसनको कुरा हो। सो इनिशियल पर्म्युटेसनमा 64 बिटको प्लेन टेक्स्टलाई एउटा फिक्स्ड इनिशियल पर्म्युटेसन टेबल अनुसार रिअरेन्ज गरिन्छ। देन स्प्लिटिङ हुन्छ भने 32 बिट गरेर लेफ्ट एन्ड राइटमा त्यसपछि 16 फिस्टल राउन्ड्स फिस्टल साइफर स्ट्रक्चरको कुरा आयो यहाँ पहिले कुरा गरिसक्यो हो। सो right half is expanded to 48 bits XORed with a 48 bit round key। यहाँ चाहिँ एक्सपान्डेडको कुरा आएको छ है किनभने यहाँ त 32 बिट आइरहेछ नि। सो पर्म्युटेसन र एक्सपान्सन भइरहेछ यहाँ जसले 48 मा कन्भर्ट गरिदिरहेछ। एक्सोर गर्न लागि 48 बिटको कीसित 48 बिट चाहिन्छ त्यसकारण नै एक्सपान्सनको कुरा आएको हो। सो देन व्हाट वी हैव expanded to 48 bits, XORed with a 48 bit round key, yes, passed through substitution boxes and then permuted. The output is XORed with left half and the halves are swapped. So, swapping a कुरा आयो। अब चाहिँ हामी सिंगल राउन्ड अफ डेसमा जाँदा हुन्छ है। एउटा सिंगल राउन्ड अफ डेसमा के हुन्छ त यही कुरा देखाउने, यही दुईटा फिगर हो। सिंगल राउन्ड अफ डेसमा यही भइरहेछ, हामीले पहिलो की त जेनेरेट गर्यौं भर्खर हो कि नै। देन यो i-1 किन लेखेछ भन्दा प्रत्येक राउन्डको लागि हो नि। त्योभन्दा पहिलाको राउन्डको कीजहरू हाफ कसरी भएर आछन् त्यो कुरा डेटा कसरी हाफ भएर आछ प्लेन टेक्स्ट त्यो कुरा देखाउन लागि यहाँ i-1 देखाएको छ। 16 वटा राउन्ड हुन्छ। सो यहाँ के छ भन्दा पहिला त यो फंक्सन भित्रको कुरा हो है। यो स्ट्रक्चरमा हामीले की त बुझ्यौं, यो चाहिँ ठुलो भनेको यो फंक्सनको कुरा हो। फंक्सनको कुरा कसरी हो भन्दा त यो फंक्सन भनेको थियौं नि हामीले, यसले की लिन्छ अनि राइट हाफ लिन्छ। यसको भित्रको कुरा हो, यसको भित्र चाहिँ के हुन्छ त्यसको भित्रको कुरा हामीले देखिरहेछौं। सो म्याङ्गलर फंक्सनले के गर्छ भनेर सोध्दा पनि यही डायग्राम बनाएर यो देखाउँदा हुन्छ। पहिला त 32 बिटबाट 48 बिट भयो, त्यसपछि एक्सओर भयो, त्यसपछि चाहिँ सब्स्टिट्युसन चोइस बक्समा राखिन्छ, त्यसबाट 32 बिट आउँछ। बिट चेन्ज भइरहेछ है, यहाँ पनि देख्न सक्छौं। यहाँ 1 2 3 4 कति छ 1 2 3 4 5 6 एन्ड यहाँ 4 बिट आइरहेछ। सो यो सब्स्टिट्युसनमा बिट चेन्ज पनि भइरहेछ। त्यसपछि अगेन पर्म्युटेसन भइरहेछ, पर्म्युटेसन भएर फेरि एक्सोर भएर यहाँ फेरि एक्सोर हैन, यो फंक्सनको काम सकियो। फंक्सनबाट जे रिजल्ट आइरहेछ त्यसलाई हामी एक्सोर गरिरहेछौं। फंक्सनबाट जे रिजल्ट आइरहेछ त्यसलाई हामीले एक्सोर गरिरहेछौं कोसित त लेफ्ट हाफ सित। एन्ड यु नो that's how we are doing it। सो यो चाहिँ फंक्सनको कुरा भयो एन्ड यही कुरालाई यहाँ डिस्क्राइब गरेछ म्याङ्गलर फंक्सनको कुरा। सो हाफ ब्लक सबकिसित एक्सोर यही सब हो। समरीमा भन्दा यो की शेड्युलिङको कुराहरू भयो। लगभग सिंगल राउन्ड अफ डेसमा यही कुरा हो, त्यो भयो। की शेड्युलिङ एल्गोरिदम भयो। ओभरअल डेसमा के हुन्छ, encryption process भयो, decryption पनि छ। okay, decryption follows the same steps as encryption but applies the round keys in reverse order, k16 to k1 को ठाउँमा। k16 so you can see that over here। यहाँ जहाँ अब यहाँ त इनपुटमा साइफर टेक्स्ट आउँछ नि डिक्रिप्सनको बेलामा, अर्डर त सेमै रहन्छ। सो यसमा के हुन्छ भन्दा k1 को सट्टा k16 हुन्छ, k2 को सट्टा k15 हुन्छ, खाली कीज मात्र रिभर्स अर्डरमा लाग्छ। Due to the Feistel structure, this reverses the encryption process and recovers the original plain text। त्यही कुरा हो ब्लक साइफरको, कुनै पनि साइफरको प्लेन टेक्स्ट लिने, साइफर टेक्स्ट निकाल्ने, साइफर टेक्स्ट लिने, प्लेन टेक्स्ट निकाल्ने। सो यसमा इनपुट आउटपुट राम्ररी लेख्दैछ, त्यसले गर्दा यो इन्क्रिप्सनको लागि पनि भयो, डिक्रिप्सनको लागि पनि मैले युज गर्न पाएँ। Thus, BES uses permutation, substitution, and a Feistel network to securely transform plain text into ciphertext and back। यही त कुरा।